आदरणीय दर्शकवृन्द, तपाईहरु अहिले हेर्दै हुनुहुन्छ कार्यक्रम कुराकानी हेर्दै हुनुहुन्छ र सुन्दै पनि हुनुहुन्छ। सोल एफएम 101.2 मेगाहर्ज मार्फत सुन्न सक्नुहुन्छ भने सोल एफएम को यो अफिसियल फेसबुक पेज मार्फत तपाईहरुले हामीलाई हेर्न सक्नुहुनेछ। अहिले देश निर्वाचनमय बनेको छ, निर्वाचनमा हुमिएको छ। फागुन 21 गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ताको क्रम सकिएर अहिले दलहरू उम्मेदवारहरू घर दैलो अभियानमा व्यस्त हुनुहुन्छ। फागुन 4 गतेदेखि 18 गतेसम्म विभिन्न आम सभा गर्न पनि सरकारले अनुमति दिनेछ। यसै विषयमा सोलुखुम्बु जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ। सोलुखुम्बु जिल्लामा 12 जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। आज हामीले स्टुडियोमा एकजना उम्मेदवार ल्याएका छौं। जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव समेत रहनु भएको छ। उहाँ भने सोलुखुम्बुको तर्फबाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ। लाक्पा शेर्पाज्यूलाई आज हामीले स्टुडियोमा निम्ताएका छौं। उहाँसँग उहाँको उम्मेदवारी किन, जनता समाजवादी पार्टीले भोलि नेतृत्वमा पुगेपछि के काम गर्छ र सोलुखुम्बुका जनताले उहाँलाई किन भोट दिने लगायतका विषयमा, उहाँका एजेन्डाका विषयमा, उहाँको उम्मेदवारीका विषयमा लगायत समग्र राजनीतिक अवस्थाका विषयमा कुराकानी गर्नेछौं। यसो त आज हामीले स्टुडियोमा अतिथिका रूपमा लाक्पा शेर्पाज्यूलाई निम्ताएका छौं। नमस्कार। हजुर, सर्वप्रथम त यहाँलाई स्टुडियोमा स्वागत गर्न चाहन्छु। धन्यवाद। हजुर, अब सर्वप्रथम त तपाईँ फागुन 21 गतेको उम्मेदवार घर दैलोमा व्यस्त हुनुहुन्थ्यो। यो व्यस्त समयलाई पनि सदुपयोग गरेर तपाईँ सोलेखुम्बुको यो स्टुडियोसम्म आउनु भएको छ। सर्वप्रथम यहाँलाई अग्रिम जितको शुभकामना। धन्यवाद। हजुर, अब जनता समाजवादी पार्टीबाट तपाईँ उम्मेदवार हुनुहुन्छ सोलुखुम्बु जिल्लाको। खासमा तपाईँको उम्मेदवारी किन? मेरो उम्मेदवारी यो मुख्यतः सोलुखुम्बु जिल्लाको जो भुइँ तहको जनताको पहिचान, अधिकार र अस्तित्वको कुरा र उसको दिन दैनिकीमा दुःखको कुरा र उहाँको जीवन स्तर उकास्ने कुरालाई लिएर सिंहदरबारमा पुर्याउने र सिंहदरबारबाट वितरण हुने साधन स्रोत र लाई भुइँ तहको जनतासम्म ल्याउनको निमित्त हो। र हिमाली क्षेत्र लामो समयदेखि उत्पीडनमा छ र हिमाली क्षेत्र यो राज्यको एउटा कमाई खाने भर जस्तो मात्रै भएको छ, तर हिमालीहरूको उत्पीडनको कुरा राज्यले अहिलेसम्म सुनेको छैन। र यो राज्यलाई प्रतिनिधि सभाको एउटा औपचारिक प्लेटफर्म मार्फत यो राज्यलाई भन्ने उद्देश्यको साथ मैले उम्मेदवारी दिएको हो। हजुर, जस्तै तपाईँ उम्मेदवारी दिएपछि मनोनयनको दर्ताको क्रमपछि तपाईँ जनताको घर दैलोमा पुगिरहनु भएको छ, नागरिकको घर दैलोमा पुगिरहनु भएको छ। के फरक पाउनु भएको छ? झन् तपाईँ योभन्दा अगाडिको 2079 को निर्वाचनमा पनि प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्थ्यो। 79 र 82 मा के फरक पाउनु भयो? सर्वप्रथम यहाँले यो महत्वपूर्ण चाहिँ प्रश्न गर्नुभयो। धन्यवाद यहाँलाई। 79 र 82 3 वर्षको अन्तराल हो। 2079 मा जसरी यहाँबाट नेकपा एमालेका उम्मेदवार मानवीर राईजीले जित हासिल गर्नुभएको थियो र त्यतिखेर जनताहरू चाहिँ कुनै पनि पार्टीको उम्मेदवारलाई बढी चाहिँ विश्वास गर्ने खालको परिस्थिति थियो र त्यो 2082 सम्म आइपुग्दा अथवा यो भाद्र 23 र 24 को जुन जेन्जी आन्दोलनपछि चाहिँ अब यो दलहरूले चाहिँ गर्न सकेन। अब यो पुरानो दलहरूको औचित्य चाहिँ अब करिब चाहिँ समाप्तितिर गयो र अब नयाँहरूलाई ल्याउनु पर्छ भन्ने चेत चाहिँ म करिब 2 महिनादेखि सोलु घुमिरहेको छु र करिब तपाईको मैले भेटेको मान्छेमा अधिकांश जसै मान्छे चाहिँ मैले त्यस्तो पाएको छु। र म एउटा शिक्षण पेशामा लामो बसेकोले गर्दा उहाँहरूको अनुहारलाई रिड गर्दाखेरि यसपटक स्थापित दलहरू अथवा पुराना दलहरूलाई मत चाहिँ तपाईको जनताले दिन्छ जस्तो लाग्दैन, जो 2079 मा त्यस्तो थिएन। फरक मैले धेरै पाएको छु। हजुर, जस्तै अब तपाईको तर्फबाट यो लगातार तपाईको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भइरहेको छ, तपाईँ जनताको घर दैलोमा गइरहनु भएको छ हैन? तपाईलाई भोट नागरिकले किन गर्ने? तपाईको एजेन्डा के हो?
अब म 2069 देखि सोलुको डाँडाकाँडामा पोलिटिकल इन्ट्रेस्टले, राजनीतिक उद्देश्यले म चाहिँ हिँडिरहेको छु। मुख्य रूपमा मेरो उम्मेदवारी चाहिँ किन हो भन्दाखेरि हिमाली क्षेत्र लामो समयदेखि यो चाहिँ उत्पीडनमा छ। नीतिगत रूपले अझै धेरै बढी उत्पीडनमा छ हिमाली क्षेत्र। तपाईलाई भन्दाखेरि 75 रोपनी जग्गा हदबन्दीले यहाँका धेरै किसानहरू मारमा छ र अहिले पनि मालपोतमा तपाईको 75 रोपनी जग्गा हदबन्दीका कारण दुःख पाउने हिमाली क्षेत्रका किसानहरू यत्रतत्र भेटिन्छन्। कतिले ठिकै जति गरेर मिलाएको पनि भन्ने सुनिन्छ र कति चाहिँ यो 75 रोपनी जग्गा हदबन्दी चाहिँ तपाईको फुकुवा गर्छ कि सरकारले भनेर पर्खेर बसेको पनि कैयौं बासिन्दाहरू हुनुहुन्छ। हिमाली क्षेत्र एउटा एक बाली पार्ने ठाउँ हो र पशुपालन र चाहिँ चौरी चरणहरू नै यहाँका मुख्य पेशा व्यवसायहरू पर्छ। यस्तो परिस्थिति भएको कारणले गर्दा 75 रोपनी जग्गा हदबन्दी हिमाली क्षेत्रमा अन्यायपूर्ण कुरा हो र यो नेपाल सरकारले संशोधन गर्नुपर्छ भन्ने मैले विगत लामो समयदेखि यो आवाज उठाउँदै आएको छु। नीतिगत हिसाबले हिमाली क्षेत्र चाहिँ अत्यन्तै तपाईको मर्कामा छ, पीडामा छ। यो राज्य हिमाल भनेको यो राज्यको चाहिँ अब आम्दानी गर्ने भाडोको रूपमा मात्रै यो चाहिँ रहेको छ। आज चाहिँ तपाईको हिमालीहरूको दुःख, हिमालीहरूको वेदना, हिमालीहरूको उत्पीडन, उसको गरिबी, उसको चाहिँ विपन्नता यो राज्य बेखबर छ त्यसमा। त्यसकारणले गर्दाखेरि यो आवाजलाई मैले चाहिँ एउटा लिगल प्लेटफर्म मार्फत भन्ने उद्देश्यका साथ म जनताको घर दैलोमा छु। दोस्रो कुरा, हिमाली क्षेत्रमा तपाईको यो नीतिगत हिसाबको समस्याहरूको चाहिँ उजागर गर्ने मेरो उद्देश्य हो। र तेस्रो कुरा चाहिँ के हो भने हिमाली क्षेत्रलाई कसरी तपाईको चाहिँ रोजगारी सृजना गर्न सकिन्छ, व्यावसायिक हिसाबबाट यहाँका जनतालाई कसरी समुन्नत बनाउन सकिन्छ, त्यस्तै गरेर जनताको दुःख पीडा, जो नागरिकहरूको दुःख पीडामा एउटा प्रतिनिधि सभाको सदस्य भइसके पछाडि त्यो पीडामा अथवा त्यो भुइँ तहको मान्छेको पीडामा कसरी साथी गर्न सकिन्छ भन्ने विषय मैले करिब 14 वर्ष यो राजनीतिक उद्देश्य राखेर हिमाली क्षेत्रको हुँदै गर्दाखेरि मैले बुझेको र भोगेको र देखेको कुरा हो। यो कुरालाई अन्तर्मनमा राखेर, उद्देश्यको रूपमा राखेर र यो म गर्छु भन्ने वचनबद्धता सहित मैले उम्मेदवारी दर्ता गराएपछि म चाहिँ जनताको घर दैलोमा हिँडिरहेको छु। यस कारणले पनि मलाई मत दिनुपर्छ भन्ने मलाई लाग्छ। हजुर, जस्तै एउटा तपाईहरु उम्मेदवारहरूलाई र राजनीतिक दलहरूलाई के आरोप लाग्छ भने उम्मेदवार भइसकेपछि जनतालाई 3 महिना चाहिँ नमस्कार गर्ने हैन, त्यसपछि 3 महिनापछि चाहिँ तपाईहरुले जनतालाई चिन्नुहुन्न। उम्मेदवार जो हुनुहुन्छ, हारेको उम्मेदवारले पनि जनता नहेर्ने, जितेको उम्मेदवारले पनि जनता नहेर्ने हैन, आफ्नो व्यक्तिगत स्वार्थको लागि हिँड्ने, यो तपाईहरुलाई म्याक्स धेरै आउने एउटा प्रश्न हो। तपाईको के छ यसमा तपाईले ठिक कुरा उठाउनु भयो। वास्तवमा यो पराजित भएकोहरूले भन्दा पनि निर्वाचित भएकोहरूले दिने उत्तर हो यो। र पराजित भएकाहरूको त अब पराजित भइसकेपछि त्यो एउटा औपचारिक ड्युटीभित्र पर्दैन, तर निर्वाचित भइसकेपछि त उसको त औपचारिक ड्युटीभित्र पर्छ नि, औपचारिक कर्तव्यभित्र पर्छ। र सोलुखुम्बु जिल्लामा निर्वाचित हुने क्रममा अब प्रतिनिधि सभातर्फ र प्रदेश सभातर्फ कांग्रेस, एमाले, माओवादी नै पटक 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 निर्वाचित भएको यहाँलाई पनि थाहा छँदैछ। र उहाँहरूले चाहिँ निर्वाचनको बेलामा बाँडिएको गुलियो सपना निर्वाचित भइसकेपछि पूरा नगर्ने र जनतालाई देखाइएको फोस्रो सपना र फोस्रो चाहिँ आश्वासनहरू कति पनि पूरा नहुने, यस्तो स्थिति भइसकेपछि यो प्रश्न व्यापक बनेको हो। अब पराजित भइसकेकोहरूले पनि फेरि अब जनताको समस्यामा त साथी गर्नै पर्छ। म त लामो समयदेखि हिमाली क्षेत्र अथवा सोलुखुम्बुको जनताको साथी बनेको छु। काठमाडौँमा रहँदा पनि म दुःख पीडा परेको जनताको घर दैलोमा पुगेको हुन्छु। बिरामी भएको बेलामा अस्पताल पुगेको हुन्छु। थाहा पाएसम्म चाहिँ म पुगेको हुन्छु
र अहिले मैले गाउँ पनि त्यस्तो कामहरू मैले थोर बहुत गरेकै छु। तर यति कुरा हो कि मैले जनताको दुःख पीडालाई र समस्यालाई फेसबुक अथवा टिकटकमा देखाएर म पपुलर हुन चाहिन, मेरो त्यो कमजोरी भयो। तर चाहिँ के हो भने अझै पनि म कसैको पीडा, कसैको उत्पीडनको कथालाई लिएर अथवा कसैको दुःखलाई लिएर, कसैको चोटलाई लिएर पपुलर हुने उद्देश्य मेरो पछि पनि रहनेवाला छैन। र आम सोलुवासीलाई मेरो आग्रह के छ भने म दुःखको बेलाको साथी हुँ। दुःख पर्दाखेरि यहाँले मलाई सम्झिनुहोला, म सकेको सहयोग गर्छु सबै तरिकाको। सुख पर्दाखेरि चाहिँ बरु नसम्झे पनि हुन्छ, किनकि म चाहिँ दुःख परिरहेको साथीको बीचमा हुन पनि सक्छु। त्यस कारणले गर्दाखेरि ममा चाहिँ त्यत्रो धेरै क्वेसन आउँदैन कि भन्ने मलाई लाग्छ। हजुर, जस्तै अहिले तपाईँहरूको त्यहाँ उपस्थिति कमजोर देखियो। जुन तपाईँहरूको एजेन्डा छ, तपाईँ जुन विचार बहस गर्नुहुन्छ, त्यो बहस विचार किन सरकारमा पुग्दाखेरि तपाईँहरूको फितलो देखियो? अनि यसमा जसपा नेपाल आकल झुकल सरकारमा गएको हो र लामो समय बसेको पनि होइन। र विगतमा चाहिँ तपाईँको क्याबिनेटको एउटा मन्त्री बनेर गएको स्थिति हो र सम्झौता अनुसार अथवा सरकारमा सामेल भइसकेपछि हामीले उठाएको मुद्दा र एजेन्डाहरू उठान नगरिदिने र चाहिँ पूरा नगरिदिने भएपछि पुनः हामीले सरकार छोडेको अवस्था हो। तपाईँले गरेको क्वेसनमा सबैभन्दा बढी त तपाईँको कांग्रेस, एमाले, माओवादी नै यसको जिम्मेवार हो, किनकि उहाँहरूको पटक पटक उहाँले क्याबिनेटको नेतृत्व गर्नु हो। सरकारमा एउटा मन्त्री बनेर जानु र सरकारकै नेतृत्व गर्नुमा आकाश जमिनको फरक हुन्छ। र सरकारकै नेतृत्व गरिसकेपछि यो त प्रधानमन्त्री प्रणाली हो नि। यो सरकार त प्रधानमन्त्रीको इशारा अनुसार भन्दा बाहिर काम गरियो भने प्रधानमन्त्रीले चाहिँ तपाईँको हटाइहाल्छ। र हामीले अलिकति पनि जनताको उद्देश्य इच्छा अनुसारै काम गर्नु खोज्दाखेरि यसअघि हामीलाई 2 पटक जति नै हामीलाई चाहिँ हटायो सरकारबाट। र त्यसपछि हामी लामो समय हामी सरकारभन्दा बाहिर नै बस्यौं। र अब के हो भने सरकारको नेतृत्व गरेका दलहरूको अकर्मण्यताको कारण, भ्रष्ट मानसिकताको कारण र यो अपारदर्शिता र जवाफदेहिता विहीन चाहिँ प्रशासनहरू सरकार सञ्चालन भएकै कारणले जेन्जी आन्दोलन भयो। यो त यहाँलाई थाहा छँदैछ। त्यसकारणले यसमा चाहिँ सरकारको नेतृत्व गर्ने विगत लामो समयदेखि नेतृत्व गरिआएको 1 नम्बर कांग्रेस, 2 नम्बर एमाले, 3 नम्बर माओवादी, जसले 3 चोटि, 4 चोटि, 6 चोटि, 10 चोटि प्रधानमन्त्री भइसकेको छ, नेतृत्व गरिसकेको छ। यस कारणले गर्दाखेरि तपाईँको जेन्जी आन्दोलनले यहाँसम्म पुग्यो र 5 वर्ष कार्यकाल भएको प्रतिनिधि सभा पनि विघटन भएर आज हामी चुनावको दौरानमा छौं हैन। म यहाँ मार्फत चाहिँ आम सोलुवासीलाई के अनुरोध गर्छु भने जेन्जी आन्दोलनको बेला उठेका मुद्दाहरू र जेन्जी आन्दोलनले राखेका सरकारहरू पूरा गर्छ भन्ने दलहरूलाई मत दिनुहोला र जिताउनु होला भन्ने मेरो चाहिँ अनुरोध गर्छु। र त्यो मानेमा जसपा नेपालले उठाएको एजेन्डा जेन्जी आन्दोलनबाट उठेका एजेन्डाहरूसँग हुबहु म्याच हुन्छ हैन। यस कारणले गर्दाखेरि पनि यो मुद्दाहरू पूरा गर्नेमा जसपा नेपाल प्रतिबद्ध रहन्छ भन्ने म यहाँ मार्फत अनुरोध गर्न चाहन्छु। हजुर, जस्तै अब यहाँले भने यो भदौ 23 र 24 गते जुन जेन्जी आन्दोलन भयो, अहिले सबै राजनैतिक दलले के भनिरहेको छ, जेन्जी आन्दोलनको बेलामा जुन मागहरू थियो त्यो हाम्रो पार्टीको सबैको एजेन्डा हो, हाम्रो पनि यही लक्ष्य हो भन्नुहुन्छ हैन। तर कुरा चाहिँ कसैले पनि गर्नुहुन्न। जस्तै तपाईँहरू जसपा जानुहुन्छ, पदको लोभमा तपाईँहरू सत्तामा पुग्नुहुन्छ हैन। जनताको पक्षमा भन्दा तपाईँहरूलाई पदको लोभ हुन्छ। सबै पदको लोभ भएपछि नागरिकको सेवा चाहिँ कसले गर्ने? होइन, यसो पनि होइन होला। यहाँले भन्नुभएको ठिकै हो। हामी पदको लोभ त्यस्तो गरेको त हामीलाई त्यस्तो लाग्दैन। र जसपा नेपाल एउटा उत्पीडित जाति समुदायको त्यो वर्गको नेतृत्व गरेर स्थापित हुँदैको पार्टी हो। मधेस आन्दोलन एउटा उत्पीडित समुदायले आफ्नै बुताले गरेको एउटा आन्दोलन हो। त्यो आन्दोलनको कारणले गर्दाखेरि चाहिँ तपाईँको के अरे त्यो पृष्ठभूमिबाट उदाएको जसपा नेपालमा यत्रो धेरै आरोप त लाग्दैन होला पदको भन्ने मलाई लाग्छ। र दोस्रो कुरा के हो भन्दाखेरि भने यो जेन्जी आन्दोलनमा उठान गरेको जेन्जीहरूले उठाएको मुद्दा र अहिले भइरहेको बहसको विषय त जसपा नेपालको डकुमेन्ट हेरेर पुग्छ नि। अब सबैले आफू जेन्जी आन्दोलनको चाहिँ तपाईँको मुद्दासँग प्रतिबद्ध छु त अहिले भनि नै हाल्ने भयो। तर जसपा नेपालको दस्तावेजहरू हेर्नु पर्यो। जसपा नेपालले भनेको चाहिँ तपाईँको प्रत्यक्ष
कार्यकारी राष्ट्रपतीय प्रणालीको कुरा र जसपा नेपालले भनेको जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा, जसपा नेपालले भनेको स्थानीय तह चाहिँ आफू बीच लड्ने र आफू आफ्नै भाइ भतिजा दिदी बहिनी दाजुभाइ बीच जुन खालको चाहिँ राजनीतिक ध्रुवीकरणको कारणले समाजमा जुन खालको चाहिँ असहिष्णुता पैदा भयो, त्यसकारणले गर्दा स्थानीय तह गैर दलीय रूपमा हुनुपर्छ भनेको कुरा, यी सबै कुरा जसपा नेपालले विगत लामो समयदेखि उठाउँदै आएकै विषय हो र यही मुद्दा नै तपाईँको जेन्जी आन्दोलनको रूपमा प्रखर रूपमा मुख्य रूपमा उठेको विषय हो। हुन त जेन्जी आन्दोलनमा विभिन्न ग्रुपहरू थिए, विभिन्न इन्ट्रेस्टका ग्रुपहरू थिए, तिनले अरू खालका मुद्दाहरू नउठाएको त होइन, तर अहिले पछिल्लो समयमा मुख्य रूपमा उठेको मुद्दाहरू चाहिँ जसपा नेपालले आफ्नो दस्तावेजमा राखेकै मुद्दाहरू थियो र हामीले चाहिँ स्टेटमेन्ट मार्फत हामीले त्यो प्रतिबद्धता पनि जनाएको थियौँ। हजुर, अवश्य म सोलुखुम्बुको तर्फ नै आइपुगेँ। किनभने तपाईँ सोलुखुम्बुको उम्मेदवार हुनुहुन्छ। एउटा घटना भयो जुन फागुन 21 गते निर्वाचन हुँदैछ, जसको लागि निर्वाचन प्रहरी आवेदन माग भयो प्रहरी कार्यालयबाट, जिल्ला प्रहरी कार्यालयबाट पटक पटक आवेदन माग भयो। आवेदन अनुसारको चाहिँ जुन माग अनुसारको आवेदन परेन भनेपछि सोलुखुम्बुमा जनसङ्ख्याको हिसाबले हेर्ने भने 1 लाख पटक बढी हुनुहुन्छ, तर यहाँ 800 पुर्याउनको लागि पनि पटक आवेदन माग गर्दा नै पुगेन। भनेको मतलब सोलुखुम्बु जिल्लाका युवाहरू सोलुखुम्बु जिल्लामा टिक्न नसकेर सबै विदेश जानु भएको छ। तपाईहरू सबैजना युवा उम्मेदवारहरू हुनुहुन्छ। युवा मैत्री कार्यक्रम बनाउनको लागि संसदमा तपाईँको भूमिका के रहन्छ यदि निर्वाचित हुनुभयो भने? मेरो भूमिका यसमा यस्तो छ, तपाईँले यो जुन युवाहरूको जो अभावको कुरा गर्नुभयो र चाहिँ अब यो कुरा मेरो संसदमा पुग्दा मैले उठाउँदै आएको छु बारम्बार। अस्ति मात्रै म छिरिङ खर्का लोले पुगेँ, त्यहाँनिर 10वटा 20वटा 10वटा 40वटा चौरीहरू पालिरहेको त्यहाँ घरहरू भेटेँ मैले र त्यहाँ गएपछि त्यहाँ किसानहरूसँग बसेपछि एउटा खालको कन्सेप्ट ममा आयो कि त्यो चौरी 10वटा घरको चौरीलाई एकै ठाउँ पारेर त्यसलाई औद्योगिकरणको क्षेत्रमा विकास गरेर र त्यसलाई चाहिँ सरकारले उचित अनुदानको व्यवस्था गरेर त्यहाँ रोजगारी सृजना गर्न सकिन्छ र युवाहरूलाई रोक्ने माध्यम ल्याउन सकिन्छ। एक दोस्रो कुरा, हिमाली क्षेत्र यति अनकन्टार खुल्ला ठाउँहरू छ, यसमा त्यो चौरी व्यवसायलाई अन्त पनि फैलाउन सकिन्छ। उन्नत जातको हिमाली क्षेत्रमा हुने घाँसहरू लिएर त्यसलाई व्यवस्थित गर्न सकिन्छ र त्यो विषयहरूमा सरकारको नीति चाहिँ प्रष्ट हुनुपर्छ। र अहिले प्रतिनिधि सभाको चुनाव भएको कारणले गर्दा यो नीतिगत छलफलको बहस पनि त्यहाँ हुने भएको कारणले गर्दा त्यो पनि मेरो मुख्य विषयभित्र पर्छ। दोस्रो कुरा, तपाईँको हिमाली क्षेत्रमा पर्यटनको क्षेत्र छ। पर्यटनको क्षेत्रमा आज चाहिँ तपाईँको पर्यटकहरूको विश्वास जित्न सक्ने खालको जनशक्ति उत्पादनको कुरो छ र सरकारले त्यही अनुसारको नीतिहरू बनाउनुपर्ने हुन्छ। र मैले भन्दै आएको छु कि एकजना व्यक्ति सगरमाथा चढ्नको निम्ति सलामी दस्तुर भनेर $20,000 लिन्छ, करिब 30 लाख नेपाली हुन्छ। त्यो हामी त्यो लिने मात्रै काम गरेका छौँ। पर्यटकहरूलाई भरपर्दो एउटा माध्यम, भरपर्दो एउटा चाहिँ तपाईँको अवस्थाको हामीले चाहिँ सिर्जना गर्न सकेका छैनौँ। त्यसकारणले गर्दाखेरि खुम्बु पासोङ लमु क्षेत्रभित्र हामीले हाई अल्टिट्युसन सिकनेस रिसर्च सेन्टर अथवा हिमालयन मेडिकल कलेजको रूपमा हामीले डेभलप गर्न सक्छौँ र हाई अल्टिट्युसनसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको स्टडी गर्ने मान्छेहरू पनि त्यहाँ आउन सक्छ। र दोस्रो कुरा, त्यहाँनिर एउटा चाहिँ हेलिकप्टर स्ट्यान्ड बाई राखेर पर्यटकहरू चाहिँ तपाईँको हिमाली क्षेत्रमा त्यस्तो एक्सिडेन्टमा परिहाल्यो भने सर्वसुलभ तरिकाले चाहिँ हामीले त्यहीँ लिएर उपचार गर्ने विधि पनि हामी त्यहाँ बनाउन सक्छौँ र त्यस्तो बनायो भनेदेखि पर्यटकहरूसँग विश्वास बढ्छ र सगरमाथा चढ्ने अथवा चोमोलुङमा चढ्ने चाहिँ तपाईँको पर्यटकहरूमा वृद्धि हुन्छ, त्यसले पनि चाहिँ रोजगारी सृजनामा सहयोग पुग्छ। दोस्रो कुरा, हामी यहाँ सल्लेरी आउँछौँ, सल्लेरी आयो अथवा कोही मान्छे सल्लेरी आयो भने फाप्लुमा जाने, नुम्बुर हिमाल टक्क हेर्ने अनि घरतिर फर्किने भन्दा अर्को केही छैन। धार्मिक रूपमा दुईटा जुनबेसी गोन्पा र चुवाङ गोन्पा त्यो विगत लामो समय अगाडि नै बनेको हिस्ट्री छ, अरू केही पनि छैन। यहाँ एउटा सामान्य होटलहरूको व्यवस्था बाहेक अरू केही छैन। त्यसकारण यो सल्लेरी क्षेत्र, यो आसपासमा यहाँका चाहिँ तपाईँको आदिवासीहरूको कल्चर संस्कृतिलाई हेर्न मिल्ने,
चाहिँ आदिवासी संस्कृतिहरूको चाहिँ तपाईँको परम्परागत चाहिँ खाना परम्परागत संस्कृतिहरूलाई चाहिँ सर्वसुलभ तरिकाले चाहिँ त्यहाँ चाहिँ प्रदान गर्ने खालको परिस्थिति र पर्यटकहरूलाई कसरी बढाउने भन्ने उपायहरूको खोजी। जस्तै मानिलिउँ यहाँ शेर्पाहरूको बाहुल्य त भएकोले शेर्पा राष्ट्रिय सङ्ग्रहालय बनाउन सकिन्छ, त्यसमा पर्यटकहरूलाई घुमाउन सकिन्छ। एक दिन आउने पर्यटकलाई त्यहाँ चाहिँ 3 दिनसम्म चाहिँ राख्ने खालको उपायहरूको खोजी हुन सक्छ र यो खोजी गर्दाखेरि पनि तपाईँको सल्लेरीको व्यवसाय पनि वृद्धि हुन्छ र पर्यटकहरू यस क्षेत्रमा आउन सक्छन्। सोलुखुम्बु जिल्ला पर्यटकीय हबको रूपमा डेभलप गर्न सकिन्छ र विकास गर्न सकिन्छ र यसरी चाहिँ तपाईँको युवाहरूलाई रोक्न सकिन्छ। र दोस्रो कुरा के हो भने हिमाली जडीबुटीको प्रशोधन केन्द्रहरू बनाउन सकिन्छ। त्यसलाई व्यवस्थित ढङ्गबाट तपाईँको चाहिँ स्थानीय तह र प्रदेश सरकारहरू र सङ्घले सबै मिलेर त्यो कामहरू गर्न सकिन्छ। मेरो चाहिँ तपाईँको एजेन्डाहरूमा यो कुराहरू समावेश छ। र अर्को कुरा यहाँलाई भन्दै गर्दाखेरि म अस्ति महाकुलुङको चाकचाकुर गएको, फ्याङ्गा बुनिरहेको तानहरू निकै थियो, मुर्चुङ्गा र बिनाय बनाइरहेको यता साइडमा थियो, अर्को कुलुङहरूको मौलिक परिकारहरू खानाको रूपमा साइडमा थियो। त्यति घुमेपछि मलाई महाकुलुङ गाउँपालिकामा मैले घोषणा पत्रमा पनि राखेको छु कि महाकुलुङ राष्ट्रिय सङ्ग्रहालय बनाउन सकियो भने त्यहाँ पनि तपाईँको पर्यटकहरू जानेर पर्यटन प्रवृत्ति के अरे प्रवर्धनमा हेल्प गर्ने खालको स्थिति मैले त्यहाँ पनि देखेको छु। दोस्रो कुरा के हो भने बढीभन्दा बढी यहाँको मौलिकता, यहाँको चाहिँ प्राकृतिक सौन्दर्यता, यहाँको चाहिँ तपाईँको त्यो सबै विषयलाई चाहिँ तपाईँको स्थापित गरेर पर्यटकहरूलाई जिल्लामा आकर्षित गर्न सकिन्छ। र दोस्रो कुरा त्यो महाकुलुङ राष्ट्रिय सङ्ग्रहालयले चाहिँ कुलुङहरूको जन्मदेखि मृत्युसम्मको संस्कारहरू पनि यहाँका सबै नागरिकले बुझ्न पाउने र चाहिँ उहाँ त्यहाँ त्यो चाहिँ तपाईँको हेर्न पाउने स्थिति पनि बन्छ। र हामीभित्रै भएका यस्ता मौलिक संस्कृति कल्चरहरूले नै तपाईँको पर्यटकहरूलाई आकर्षित गर्छ र यस कारणले हिमाली क्षेत्र अझै बढी समृद्ध हुँदै जान्छ र हिमाली क्षेत्रमा धार्मिक सम्पदाहरू तपाईँको असरल्ल छरिएको छ। त्यहाँ मानेहरू त्यत्तिकै छ, चैतीहरू त्यत्तिकै छन्। त्यसलाई अलिकति थोरै मात्रै भने रङ गरेर चिटिक्क बनायो भनेदेखि त्यसमा धार्मिक पर्यटकहरू पनि आउने सम्भावना ज्यादै रहन्छ। जब धार्मिक पर्यटकहरूको वृद्धि हुन्छ, जब पर्यटकहरूको वृद्धि हुन्छ, यहाँको होटल व्यवसाय चल्न थाल्छ, मान्छेहरू यी व्यवसाय गरेर बस्न थाल्छन् र पपुलेसन पनि पहिला हिमाली क्षेत्रमा 11% थियो, अहिले 6 मा झरेको छ। त्यो पनि बढ्दै 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 जान्छ। त्यसकारण त्यसको अगुवाई चाहिँ संघीय संसदले, प्रदेश सांसदले र स्थानीय पालिका प्रमुख र वडा अध्यक्षहरूको नेतृत्वमा हुनुपर्छ र त्यसको अभिभावकत्व गरेर संघीय संसदमा सोलुखुम्बु जिल्लालाई पर्यटकको एउटा केन्द्रको रूपमा र पर्यटकहरूको एउटा हबको रूपमा डेभलप गर्ने लक्ष्यका साथ म यो रेसमा छु। र त्यो तपाईँले भनेको अघि युवाहरूलाई रोजगार बनाउने मामलामा त्यो चिन्ता र चासो साथ मैले यो विषयमा म आफू घोत्लिरहेको छु। हजुर, जस्तै अब तपाईँ त लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्छ, हिमाली क्षेत्रको वातावरण बुझ्नु भएको छ। सोलुखुम्बु जिल्लाको हकमा हेर्ने भने सगरमाथा आरोहण एउटा वसन्तयामको आरोहणबाट मात्रै 64 करोड भन्दा बढी राजस्व सरकारलाई जान्छ। त्यसको 25% राजस्व पनि सोलुखुम्बु जिल्लालाई आउँदैन हैन। सोलुखुम्बु जिल्लाले कमाउने तर सोलुखुम्बु जिल्लाले केही पनि नपाउने स्थिति छ। यहाँबाट धेरैजना संघीय सांसद बन्नुभयो, मन्त्री बन्नुभयो, तर पर्यटन रोयल्टीको विषयमा केही पनि भएन। यो धेरै मानिसको गुनासो छ, सोलुखुम्बु जिल्लाको नागरिकको गुनासो छ। यसलाई तपाईँले कुन रूपमा हेर्नु भएको छ? एकदम महत्त्वपूर्ण क्वेसन गर्नुभयो, यहाँलाई धन्यवाद छ। यो तपाईँको मैले अघि पनि भने एउटा चाहिँ हिमालयन मेडिकल कलेज बनाउने र पर्यटकहरूको विश्वास जित्नको निम्ति क्याम्प 2 र क्याम्प 3 मा भएको एक्सिडेन्टहरूलाई तुरुन्तै त्यहाँ एउटा हेलिकप्टर स्ट्यान्ड बाई राखेर त्यहाँ ल्याउने उपचार गर्ने। अहिले कस्तो पद्धति छ भन्दाखेरि क्याम्प 2 मा एक्सिडेन्ट भयो, एम्बुलेन्स आयो, पर्यटकहरू घाइते भयो भनेदेखि कागज मिलाउँदा मिलाउँदै कति चाहिँ बाटैमा मृत्यु हुने स्थिति छ। काठमाडौँ लाँदाखेरि खुल्ला मौसम हुँदैन, मौसमको गडबडी दुनियाँ छँदैछ। त्यो चिजहरूबाट हामीले अलिकति जुन $30 लाख जो एकजनाबाट हामीले लिन्छौँ, त्यो लिइसकेपछि हाम्रो ड्युटी पनि हामीले सम्झिनुपर्छ। राज्यले, मैले अघि पनि भने, राज्यले हिमालबाट लिन मात्रै जान्यो, दिन जानेन। राज्यले हिमालबाट लिन जानु, त्यहाँको उत्पीडनको कथा र त्यहाँको समस्याहरूलाई बुझ्न सकेन। यो नै सबभन्दा ठूलो कुरा हो र यसमा पटक पटक तपाईँको यहाँबाट निर्वाचित भएर जाने कांग्रेस एमाले माओवादी नै हो नि त होइन। यो त तपाईँको वास्तविक कुरा हो नि, यो मैले फगत आरोप मात्रै लगाएको त होइन। पटक पटक निर्वाचित भएर जाने सांसदले संसदमा उठाउनु पर्थ्यो यो विषय, संसदमा एकदमै यो विषय उठाएर जोडतोडले उठाउनु पर्थ्यो
र चाहिँ विश्वास दिलाउनु पर्थ्यो कि हिमाली क्षेत्र र हिमाली समुदायले चाहिँ विश्वास त्यो सांसदप्रति हुनु पर्थ्यो। दोस्रो कुरा, $30 लाख एउटा व्यक्ति चाहिँ सगरमाथा चढ्दाखेरि तिर्छन्। त्यो तिरेको त्यो पैसा हिमाली क्षेत्र सोलुखुम्बु जिल्लामा भएको गरिब र निमुखाको घरमा त्यो चुलोमा पुग्दैन भने त्यसको के मतलब हो? सगरमाथा म रहेको जिल्लामा छ भनेर गर्व गर्नुको के अर्थ भयो? अर्थ कुनै भएन, होइन? भरिया बनेर गाइड बनेर अलिकति पारिश्रमिक लिएर मात्रै त भएन। त्यहाँबाट उठ्ने राजस्व रोयल्टीमा पनि त सरकारले त्यो व्यवस्थालाई गर्नु पर्यो। म निर्वाचित भएर गएको खण्डमा यो विषयमा चाहिँ सदनमा एउटा जोडतोडले उठाउने गरेर म उठाउनेवाला छु। र पनि मैले भनेको छु कि म सोलुको हरेक ठाउँ घुमेको छु। म तपाईँको नेचाको सबै ठाउँ घुमेको छु। हरेक पालिका 8वटा स्थानीय तह मेरो दिमागमा क्लियर पिक्चर आउँछ। मैले भन्दा अहिले यहाँ अहिले भएका चाहिँ जति पनि उम्मेद्वारहरू हुनुहुन्छ, सम्भवतः म जति पैदल हिँडेर यो डाँडा काँडा घुमेको हुनु भएको छैन होला। म त्यति त्यो क्षेत्र घुमेको छु र जुन ठाउँ भने पनि मेरो दिमागमा ठ्याक्कै पिक्चर आउँछ अहिले। त्यसकारणले गर्दाखेरि पनि यो विषयहरूप्रति म बढी चिन्तित छु। पर्यटकीय हबको रूपमा सोलुलाई डेभलप गर्न सकिन्छ भन्ने कुरामा पनि म बढी आत्मविश्वासी छु, किनकि मैले त्यो ठाउँ पुगेको छु र त्यहाँको जटिलताहरू बुझेको छु। त्यसकारणले गर्दा राज्यले लिने मात्रै होइन, पर्यटकहरूलाई सेवा सुविधा दिन पनि सक्नुपर्छ र तिम्रो जीव धनको सुरक्षा यसरी गर्छु र तिम्रो घुम्न आएको चाहिँ तपाईँको पर्यटकहरूको इच्छालाई म यसरी चाहिँ सर्वसुलभ बनाइदिन्छु भनेर त्यो विश्वास दिलाउन सक्नुपर्छ। र त्यहाँ काम गर्ने भरिया गाइडहरू सबैलाई पनि चाहिँ उसले पनि चाहिँ राम्रो खालको पर्यटकलाई चाहिँ सेवा सुविधा दिने गरेर ऊ तालिम प्राप्त ढङ्गको र दक्ष जनशक्ति पनि हुनुपर्छ भन्नेमा म एकदम सचेत छु र यही विषय म सदनको एउटा औपचारिक त्यो मञ्चबाट भन्ने उद्देश्य चाहिँ मैले लिएको छु। हजुर, जस्तै अब हिमाली क्षेत्र पछिल्लो समय कुरा गर्ने, हिमाली क्षेत्र जलवायु परिवर्तनको चपेटामा छ। यहाँ हिमाली क्षेत्रमा हिमतालहरू धेरै छन्। जस्तै सोलुखुम्बुको कुरा गरौँ, केही वर्ष अगाडि मात्रै थामे विस्थापित अवस्थामा पुग्यो हिम पहिरोमा परेर। यो हिम पहिरोको अवस्थामा हिमाली क्षेत्र उच्च जोखिममा रहँदा पनि सरकार या सदनमा प्रतिनिधि सभा सदस्यकोमा जो निर्वाचित भएर सदनमा पुग्नु भएको छ, यो कुराहरू उठाएको कम पाइन्छ। हिमाली क्षेत्रको जनसङ्ख्यालाई जोगाइराख्ने कि नजोगाउने भन्ने सरकारको दायित्व अन्तर्गत पर्छ। यहाँबाट जाने प्रतिनिधि सभा सदस्यको दायित्व अन्तर्गत पर्छ। अन्जुले महत्त्वपूर्ण क्वेसन उठाउनु भएको छ। म त यो विषय लामो समयदेखि यो विषय लिएर हिँडेको मान्छे। COP29 र COP30 मा पनि यो विषय जोडतोडले उठ्यो र कतिसम्म भने संयुक्त राष्ट्र सङ्घको महासचिव एन्टोनियो गुटेरस पनि तपाईँको अन्नपूर्णको छेउछाउ र चाहिँ तपाईँ खुम्जुङमा गएर उहाँले चाहिँ त्यो विषयलाई अझ अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अझ परिचित गरिदिनु हो। पछिल्लो समयमा कोपको बैठकहरूमा COP29 र COP30 को बैठकहरूमा समुद्री टापु राष्ट्र र चाहिँ तपाईँको हिमाली राष्ट्रहरूको विषयमा जो जलवायु परिवर्तनले जुन खालको समस्या पारेको छ त्यहाँको स्थानीयहरूमा त्यो विषय जोडतोडले उठेको छ र त्यसको त्यो जलवायु परिवर्तनद्वारा भएको क्षति चाहिँ भरण हुनुपर्छ, त्यो क्षतिपूर्ति चाहिँ त्यो भरण हुनुपर्छ भन्ने आवाज व्यापक मात्रामा उठिरहेको छ। त्यहाँ छलफलको विषय व्यापक रूपमा भइरहेको छ। त्यसकारणले अहिले यति बेला सोलुखुम्बुबाट निर्वाचित भएर जाने सांसदको भूमिका के रहन्छ भनेदेखि जलवायु परिवर्तनले मुख्यतः हिमाली क्षेत्र सोलुखुम्बु, त्यसमा पनि उच्च हिमाली क्षेत्रमा पारेको असरको विषयमा र अन्तर्राष्ट्रिय क्षेत्रमा जुन जलवायु परिवर्तन सम्बन्धी जुन खालको विषयहरू उठिरहेको सन्दर्भमा र त क्षतिपूर्ति कसरी प्राप्त गर्ने भन्ने सन्दर्भमा तपाईँको राम्रैसँग जानकारी राख्नुपर्छ र त्यो विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा गएर पनि उसले बोल्न सक्नुपर्छ। मैले यही विषयहरू पनि मेरो उठानको विषय छ। मैले आफ्नो चाहिँ घोषणा पत्रमा पनि राखेको छु। जलवायु परिवर्तनको कारण आज त्यहाँनिर जुन समस्या नागरिकहरूले भोगिरहेको छ, जुन तपाईँको चाहिँ फूल नफुल्नु पर्ने बेलामा फूल फुलेको छ, पानी नपर्ने बेलामा पानी परिरहेको छ र अनेकौं मूलहरू सुकिरहेको छ। कतिपय बस्तीहरू नै तपाईँको पानी सुकेको कारणले उजाड भइरहेको छ। यस्तो अवस्थालाई चाहिँ तपाईँको सामान्य रूपमा लिन सकिँदैन र हिमाली क्षेत्र यस्तै स्थिति रहने हो भने मानवविहीन बन्न सक्छ कुनै दिन। त्योबाट म सचेत छु र अन्तर्राष्ट्रिय स्तरमा पनि यो विषय जोडतोडले उठाउने गरी मुख्यतः हाम्रै चाहिँ तपाईँको सदनमा उठाउनु पर्यो
र सदनमा उठिसकेपछि त्यो मुद्दा अन्तर्राष्ट्रिय जगतमा पनि त्यो पुग्छ र त्यस कारणले गर्दाखेरि यो विषय चाहिँ सबैको विषय बन्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। हजुर, जस्तै तपाईँले अहिले हिमाली क्षेत्रको कुरा गर्नुभयो, यो विषय सदनमा हुनुपर्छ भन्नुभयो, तर सोलुखुम्बुबाट जो प्रतिनिधि सभा सदस्यमा जानुभयो, सदनमा बोल्नुभयो, यो कहिले पनि यो विषय उठाउनु भएन एउटा, होइन? अनि प्रतिनिधि सभा सदस्य निर्वाचनपछि तपाईँहरू जो सदनमा पुग्नुहुन्छ, तपाईँहरूको काम, एजेन्डा, नीति निर्माण गर्ने कि सोलुखुम्बुमा कसले कति बजेट ल्याउने, कुन बाटो पिच गर्ने भन्ने तपाईँहरूको एजेन्डा हुन्छ। उम्मेदवारहरूको एजेन्डा पनि त्यही हुन्छ। म यहाँदेखि यहाँसम्मको बाटो पिच गर्छु, यहाँदेखि यहाँसम्म भएको चाहिँ म यस्तो गर्छु भन्नुहुन्छ। तपाईँहरूको नीति निर्माणमा किन ध्यान जाँदैन सांसदको? यो यहाँको ठिक लाग्यो मलाई। यो कुरा यस्तो हो यो विषय। अहिलेसम्म निर्वाचित भएर गएकाहरूले यो विषय किन उठाएन भन्ने विषयको उत्तर त म दिदिनँ, त्यो उहाँहरूले दिने विषय हो। मैले उत्तर दिँदाखेरि र यो आरोप प्रत्यारोप गर्दाखेरि त्यति राम्रो पनि हुँदैन यो। अब होइन, यो चुनावको उमा भन्न त धेरै मन छ, तर उकल्न मलाई मन छैन। गुम्सिएको छ, यत्रोचोटि निर्वाचित भएर जाने, जागिर मात्रै खान जाने जस्तो टाइपको, जसरी हुन्छ 5 वर्ष गुजार्ने टाइपको मात्रै देखिएको छ। म निर्वाचित नभएको कारणले गर्दा यसको उत्तर मैले दिइरहनु पर्छ त मलाई लाग्दैन। दोस्रो कुरा के हो भन्दाखेरि चाहिँ तपाईँको हिमाली क्षेत्रको जुन कुरा, जुन विषय चाहिँ जुन उठानको विषय छ नि, यो विषय त तपाईँको मुख्य रूपमा किन नउठे जस्तो मलाई लाग्छ भन्दाखेरि हिमाली क्षेत्र करिबन 56% उच्च हिमाली क्षेत्रले ओगटेको छ सोलुखुम्बु, र उच्च पहाडी क्षेत्र लगभग 42% होला जस्तो लाग्छ, र पहाडी क्षेत्र 2% होला जस्तो लाग्छ। त उच्च हिमाली क्षेत्रमा बसोबास गर्नेहरू निर्वाचित भएर गइदिएको भए उसकै आँखा अगाडि भएको घटना उसलाई त बढी छुन्छ नि त, बढी टच हुन्छ नि, र बढी अनुभव पनि गर्न सक्छ। त्यसकारण त्यहाँ उठ्थ्यो होला। र म्याक्सिमम तपाईँको के अरे निर्वाचित भएर जाने, यहाँबाट जाने 2048 सालदेखि यता निर्वाचित भएर जाने सांसदहरू म्याक्सिमम गएको भनेको 2% मात्रै भएको मध्य पहाडी क्षेत्र, यसलाई जब भन्दाखेरि नेचा सल्यान क्षेत्रबाट गए। 4 चोटि चाहिँ हाम्रो बलबहादुर केसीजी त्यहाँबाट निर्वाचित हुनुभयो, 8 चोटि त टिकट ल्याउनुभयो। सुरवीरजी त्यहाँबाट जितेर जानुभयो, त्यही पालिका हो। भोपाल किराँतीजी जितेर जानुभयो, त्यही पालिका हो। र दोस्रो पटक चाहिँ अति उच्च पहाडी क्षेत्र सोताङबाट जितेर जानुभयो गोपाल किराँतीजी। त्यसपछि अर्को गत 79 मा जित्नु भएको माप्या दुधकोशी गाउँपालिकाबाट हाम्रो मानवीर राईजी जितेर जानुभयो। अब उहाँहरूले त उठाउनु पर्ने भन्ने मलाई लाग्छ। अब यो उहाँहरूले नै उत्तर दिने हो, होइन? तर यदि म जितेर गएँ भने त मेरो विषय नै यही हो, म यो त्यता उठाउँछु। पुगेन भने म अनसन बस्छु, होइन? यो जसरी नै हुनुपर्छ भन्छु म त। त्यो प्रतिबद्धताको साथ चाहिँ म उठाउँछु। र अर्को कुरा, तपाईँले अहिले जुन पेरिफेरीको प्रश्नहरू मलाई गरिदिनु भएको छ, मलाई एकदमै त्यो प्रश्नहरूले मेरो हार्ट टच भइरहेको छ, होइन? मलाई एकदमै त्यो चाहिँ, किन म त त्यता पल पल त्यो सबै ठाउँ घुमेको छु, डुलेको छु। त्यही कारणले गर्दा त्यो विषयले मलाई बढी छोइरहेको छ। म तपाईँलाई के भन्न चाहन्छु भने, म एउटा फगत सांसद बन्नको निम्ति अथवा त्यस निम्तिको अभिलाषा बोकेर म यो दौडमा छैन। म कमसेकम यही विषयहरू उठान गर्ने एउटा उद्देश्य राखेर म उम्मेदवारी दिएको छु। मैले फगत एउटा सांसद बन्ने अनि चाहिँ समय गुजार्ने मेरो उद्देश्य पनि छैन, इच्छा पनि छैन, र मलाई त्यसरी जानु पनि छैन। र यो विषयहरू उठान गर्ने र यो विषयहरू उठाएर यसको निराकरण पनि गर्ने, फेरि उठाएर मात्रै बस्ने होइन, निराकरणको निम्ति उपाय सहितको पहल गर्ने भन्ने खालको तपाईँको मैले घोषणापत्रमै चाहिँ राखेर हिँडेको छु। घोषणापत्र राख्दैमा चाहिँ तपाईँले प्रश्न गर्न सक्नुहुन्छ, फेरि घोषणापत्र राख्दैमा तपाईँले गर्न सक्नुहुन्छ र मैले त त्यहाँ 2-3 लेयरको चाहिँ घोषणापत्रमा राखेको छु। राष्ट्रिय स्तरमा मैले गर्नुपर्ने काम कर्तव्य के हो, र त्यसपछि हिमाली क्षेत्र अथवा सोलुखुम्बु जिल्ला चाहिँ हिमाली क्षेत्रको पनि मध्यभाग भएको र सगरमाथा भएको, विश्वकै सर्वोच्च शिखर सगरमाथा भएको नाताले हिमाली क्षेत्रको नीति निर्माणमा यस्तो खालको भूमिका रहन्छ र सोलुखुम्बुमा यस्तो रहन्छ। र चाहिँ सोलुखुम्बुको जनताको दैनिकी समस्यामा र उसको विपन्नतामा, उसको चाहिँ तपाईँको चाहिँ पीरमर्कामा म यसरी साथी गर्छु भनेर राखेको छु।
र मुख्यतः अघि तपाईँले प्रश्न गर्नुभयो कि विकास गर्छु, यहाँ गर्छु, त्यहाँ गर्छु, मैले पिच बनाउँछु। वास्तवमा हिजो केन्द्रीकृत राज्य सत्ता आउँदाखेरि सांसदको भूमिका चाहिँ त्यो थियो। सम्भवतः उहाँले त्यसैको ह्याङओभर होला जस्तो लाग्छ मलाई। अहिले त तपाईँको देश संहितामा गइसक्यो। संहिताको अहिलेको संविधानले प्रतिनिधि सभालाई तपाईँको चाहिँ नीति निर्माणको तहको रूपमा व्याख्या गरेको छ र प्रदेश र स्थानीय तहलाई विकास निर्माणको तहको रूपमा डेभलप गरेको छ। यो अध्ययनको कमीले उहाँहरूले त्यसो भन्नुभएको होला। तर प्रतिनिधि सभाको सांसद हुने मान्छेले बाटो पिच गर्छु होइन, अमूर्त रूपमा म विकास गर्छु भन्नु मात्रै चाहिँ हास्यास्पद कुरा हो। यो चाहिँ गर्नु हुँदैन। नीतिगत हिसाबले म यति सुधार्छु भन्नुपर्छ र स्थानीय तह र प्रदेश सांसदहरूलाई म अभिभावकत्व गर्छु र हामी मिलेर एउटा उपाय खोज्छौँ र सोलुखुम्बु जिल्लालाई एउटा विकासको गतिमा अगाडि बढाउँछौँ भन्यो भने चाहिँ उपयुक्त होला कि जस्तो मलाई लाग्छ होइन। अब ज्ञानै छैन भने त के गर्नु, अध्ययनै छैन भने त के गर्नु होइन। तर चाहिँ संघीय सांसद भनेको यो जिल्लाको अभिभावक हो, पालिकाको प्रमुखसँग डिबेट गर्ने होइन, प्रदेश सांसद। यो त भयो तपाईँले अहिलेसम्म हामीले सुन्यौं। तपाईँ यदि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर सोलुखुम्बुबाट जानुभयो भने संघीय सांसदमा तपाईँको भूमिका कस्तो रहन्छ भन्ने विषयमा हामीले कुराकानी गर्यौं। यदि निर्वाचन हार जित हो, 12 जना प्रतिस्पर्धी मैदानमा हुनुहुन्छ, नेतृत्व जिल्लाको नेतृत्व गर्ने 1 जना मात्रै हो, एउटा निर्वाचन क्षेत्र छ, 1 जना जानुहुन्छ, 11 जना पराजय भोग्ने नै हो। यदि निर्वाचन हार्नु भयो भने हिमाली क्षेत्र पर्यटनको क्षेत्रमा तपाईँको भूमिका कस्तो रहन्छ? अब यसअघि पनि त म पराजित त भएको हुँ, तर त्यो उद्देश्य र लक्ष्य बोकेर म हिमाल घुम्ने, सोलुखुम्बुको गाउँ गाउँ पुग्ने काम त मैले रोकेको त छैन होइन। अब चुनाव हार्ने हो, हिम्मत हार्ने होइन होइन। म हिम्मत हार्दिनँ। मैले यो हिमाली उत्पीडन र हिमाली क्षेत्रको समस्या समाधानमा म तदारुकताको साथ लागिरहन्छु र खटिरहन्छु र जितेर जाने सांसदलाई मेरो खबरदारी भइरहन्छ। समय कस्तो हुन्छ तपाईँको? उहाँहरूले अब सल्लाह माग्नुभयो, आवश्यक महसुस गर्नुभयो भने मेरो एकदम सामान्य रहन्छ। हजुर, अब हामी कुराकानीको अन्तिममा आइपुगेका छौँ। सोलुखुम्बुवासीलाई तपाईँको सन्देश के छ? सोलुखुम्बुवासीलाई मेरो सन्देश यो छ कि प्रतिनिधि सभाको सांसदको निर्वाचनको सम्मुखमा हामी छौँ। जेनजी आन्दोलनमा चाहिँ तपाईँको 75 क्षेत्र जाना अबोध चाहिँ विद्यार्थीदेखि लिएर अरू पनि देख्नु भएको छ र जेनजी आन्दोलनलाई विभिन्न क्षेत्रबाट विभिन्न तरिकाले व्याख्या अपव्याख्याहरू पनि भएको छ। त्यो अर्को पाटो छ, त्यतातिर म जान्न। मुख्य रूपमा जेनजी आन्दोलनको बेलामा आन्दोलन उठेको बेलामा त्यो जुन खालको माग मुद्दाहरू त्यहाँ थियो, निस्वार्थ भावको थियो, त्यो माग मुद्दा चाहिँ तपाईँको पूरा गर्ने जिम्मेवारी बोकेको दललाई निर्वाचित गरेर पठाइदिनुहोस् भनेर म आग्रह गर्न चाहन्छु। र यदि तपाईँहरूलाई यो सोलो एफएम मार्फत मैले जो कुराहरू राखेँ, हुन त मैले धेरै कुरा राख्न पाएको छैन, मैले यो छोटो समयमा संक्षिप्त कुरा राखेको छु। यदि मेरो एजेन्डा तपाईँहरूलाई मन पर्यो भने र मलाई यो लाक्पा शेर्पाले चाहिँ गर्छ है भन्ने तपाईँहरूलाई विश्वास लाग्यो भने मलाई मत दिनुहोस्। विश्वास लागेन भने मत मलाई दिइराख्नुपर्छ भन्ने मलाई छैन। विश्वास यसलाई लाग्यो, यसले गर्छ होला भन्ने तपाईँलाई लाग्छ भने मलाई मत दिनुहोस्, म गरेर देखाउँछु। यदि मैले अहिले बोलेको कुराहरू, यो चुनावको टाइममा बोलेको कुराहरू, भनेको कुराहरू मैले गरिनँ भने तिमीले चाहिँ यो जिल्ला पाइला नटेक भन्ने जनताको अधिकार हुन्छ। तपाईँहरू त्यो मलाई भन्नुहोस्। यदि मैले गरेँ, जितेर गएर मैले गरेँ भने धन्यवाद भन्ने कर्तव्य तपाईँहरूको हुन्छ। म तपाईँहरूलाई धन्यवाद भन्ने अवसर चाहिँ प्रदान गर्छु, यो भन्न चाहन्छु। त्यसकारणले गर्दा म फेरि अन्तिममा अघि मैले भने थिएँ, फेरि फगत एउटा सांसद बन्ने अभिलाषाले म रेसमा छैन, केही गरौँ भन्ने उद्देश्यका साथ म रेसमा छु र यसकारण एकपटक मलाई विश्वास गर्नुहोस् भन्ने मेरो आग्रह र अनुरोध आम सोलुवासीमा छ। यहाँको महत्त्वपूर्ण समय र विचारको लागि धेरै धन्यवाद। यहाँलाई पनि धेरै धन्यवाद छ। सोलो एफएमको माध्यमबाट मेरो भावनाहरू जनताको घर आँगन र मनसम्म पुर्याइदिने चेष्टा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ यहाँलाई। धन्यवाद।
आदरणीय दर्शकवृन्द, आज हामीले जनता समाजवादी पार्टी सोलुखुम्बुका प्रत्यक्षतर्फका उम्मेद्वार लाक्पा शेर्पासँग उहाँको एजेन्डा, उहाँको प्रतिनिधि सभामा यदि निर्वाचित भएको खण्डमा उहाँले कस्तो भूमिका खेल्नुहुन्छ लगायतका विषयमा समग्र विषयमा कुराकानी गरेका छौं। कुराकानी कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुहोला। अन्जु कार्की बिदा हुन्छु। नमस्कार।